मास्टरनी भन्नासाथ महिला शिक्षिका, शिक्षक शिक्षिका भन्नासाथ समाजका चाहिँ जुनसुकै नागरिकहरूलाई चाहिँ असल बनाउने एउटा मुख्य पात्र, असल शिक्षा दिने मुख्य पात्रहरू हुन्। समाजको सम्मानित, सम्मानजनक र इज्जतदार पेसा हो, जसलाई चाहिँ अहिले पछिल्लो समय एउटा गीतमा चाहिँ मास्टरनी टपिकमा प्रस्तुत गरिएको रहेछ र गीतको टपिक नै मास्टरनी रहेछ र त्यहाँ पनि गीतको टपिक नै मास्टरनी अनि गीतमा पनि ताराबाजी लैले मास्टरनी खै खै भने रहेछ। र कलाकार भन्नासाथ हामी कलाकारलाई पनि समाजमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरूको रूपमा लिन्छौँ। समाजमा रहेका व्यथिति, कुसंस्कार, कुरीतिहरूलाई चाहिँ कलाकारिताको माध्यमबाट चाहिँ बुझाएर हटाउन प्रयास गर्ने व्यक्तिहरू अथवा मानिसहरू नै कलाकार हुन् र त्यो हटाउन सहयोग गर्नु चाहिँ कलाकारिता हो। र अहिले पछिल्लो समय चाहिँ कोही कलाकारहरूले चाहिँ आफ्नो फिल्म वा गीत अथवा आफ्नो भाग्य चम्काउनको निम्ति मास्टरनीलाई चाहिँ एउटा पात्रको रूपमा प्रस्तुत गर्नुभएको रहेछ। र जहाँ चाहिँ फेरि त्यो मास्टरनीको पात्र चाहिँ कुनै समय एउटा इन्टरभ्यूमा गएर उहाँ कलाकारले नै जसले मास्टरनीको पात्रको भूमिका गर्नुभएको छ, भूमिका खेल्नु भएको छ, उहाँ चाहिँ म आफूलाई एकदम सचेत, बौद्धिक, पढे लेखेको कलाकारको रूपमा अथवा वर्गको रूपमा उभ्याउन चाहन्छु भनेर ठोक्वाका साथ भन्नुभएको थियो। र अहिले त्यहाँको मास्टरनीको भूमिका पनि उहाँले नै खेल्नु भएको छ। र हामीले समाजमा हामीले सम्मानजनक रूपमा हेरेको पेसालाई चाहिँ आफ्नो फिल्म, आफ्नो भाग्य, आफ्नो कलाकारितालाई चम्काउनको निम्ति यसरी चाहिँ भद्दा मजाकको रूपमा प्रस्तुत गरिनुहुन्न है भन्ने चाहिँ एउटा सचेत बौद्धिक कलाकारमा चेत हुनुपर्ने हो। त्यो चेत यहाँ देखिएन। र गीतमा शब्दहरू ठिकै छन्, शब्दमा कुनै आपत्ति छैन, शब्दहरू ठिकै छन्, तर शब्दलाई चाहिँ कसरी प्रस्तुतीकरण गरिएको छ भन्ने कुरा हो। कलाकारको हाउभाउ र त्यसको प्रस्तुतीकरणले मान्छेले त कानले सुनेको भन्दा आँखाले देखेको कुरा दिमागमा झट्ट लिइहाल्छ। त्यसको प्रस्तुतीकरण कसरी गरिएको छ भन्ने कुरामा सबैको आपत्ति हो जस्तो लाग्छ। मलाई पनि त्यही प्रस्तुतीकरणमै आपत्ति लाग्यो। जहाँ भनिएको छ ताराबाजी लैलै मास्टरनी खै भनिएको छ, अनि म्याथ सिक्ने भए, सबलाई जित्ने भए, बेलुका घर आऊ, अनि त्यस्तै कुरा छ। त्यसपछि युआर नट्टी बोय, युआर डट्टी बोय, युआर खोइ के बोय भन्दै गर्लेमै नाङ्गा तिग्रा मास्टरलाई बोकाइएको छ। अब के हाम्रो समाजले मास्टरनीको विषयमा यो हदसम्मको कलाकारिता पचाउन सक्छ त? मास्टरनी भन्नासाथ हामीले हाम्रो अघिल्लो पुस्ताले र हाम्रो पछिल्लो पुस्ताले मास्टरनीलाई कसरी हेरेको छ, कसरी बुझेको छ, उहाँहरूको प्रस्तुतीकरण कस्तो छ भन्ने पनि त हामीले हेक्का राख्नुपर्छ होला नि त। मास्टरनी समाजमा रहेका जन्मिएका भएका नागरिकहरूलाई चाहिँ शिक्षा दीक्षा दिएर चाहिँ उनीहरूलाई असल नागरिक निर्माण गर्नमा मास्टरनीको भूमिका हुन्छ। र समाजमा स्थापित रहेका नकारात्मक कुराहरू, व्यथिति, कुसङ्गतिहरूलाई चाहिँ कलाकारले चाहिँ कलाकारिताको रूपमा प्रस्तुत गरेर तिनलाई हटाएर चाहिँ समाजलाई परिवर्तन गर्नमा सकारात्मक छाप छोड्नु कलाकारको काम हो। अब के यस्ता खाले प्रस्तुतिले हामीले समाजमा सकारात्मक छाप छोड्न सक्छौँ त? अनि अर्को, समाजले सम्मानित रूपमा हेरेको पात्रलाई नै हामीले भद्दा मजाकको रूपमा आफ्नो पेसा, आफ्नो गीत भनौँ अथवा फिल्मलाई चाहिँ आफ्नो पेसा चम्काउनको निम्ति प्रयोगमा ल्यायौँ भने यो समाजले तपाईँ हाम्रो कलाकारितालाई चाहिँ पचाउन सक्छ त? यो हदसम्मको कलाकारितालाई पचाउन सक्छ त भन्ने सबैको आपत्ति हो। गीतको
शब्दहरूको कुरामा कसैलाई केही आपत्ति छैन, तर गीतमा लगाइएका दोहोरो अर्थ, गीतलाई गरिएको प्रस्तुतिकरण र कलाकारहरूले देखाएको हाउभाउ, यी कुराले सबैलाई आपत्ति भएको हो। र अनि अब कस्तो हो भने म्याथ सिक्ने भए बेलुका घरमा आऊ, म्याथ सिक्ने भए त मास्टरनीको काम त स्कुल जाने, 10-4 को ड्युटी गर्ने, घर घरमा विद्यार्थी बोलाउने त होइन होला नि त। एकदम सुशील, एकदम संस्कारी, एकदम भलादमी मास्टरनी। ड्रेसअप पनि त्यस्तै भलादमी हुन्छ मास्टरनीको। अनि पुरा तपाईँको जस्तै ड्रेस लाएर अनि युआर नट्टी बोय, युआर डट्टी बोय, युआर खोइ के बोय भन्दै त्यसरी मस्किँदै स्कुल गयो भने के हाम्रो बच्चाहरूले पढ्छन् त? मास्टरनी त्यसरी गयो भने के तपाईँले तपाईँको बच्चाको गुरुआमा त्यसरी आउनु भने पचाउन सक्नुहुन्छ त? हुन त तपाईँ त म एकदम बौद्धिक वर्ग, एकदमै राम्रो कलाकारको रूपमा मलाई उभ्याउन चाहन्छु भन्नुहुन्छ। तपाईँलाई पाच्चे होला, किनभने तपाईँको प्रस्तुति पनि त्यही खाले हुन्छ। तर हाम्रो समाजले भनौँ न, तपाईँ र म मात्रै त यो समाजको पात्र होइन नि त। हाम्रो समाजमा त विभिन्न खाले पात्रहरू, विभिन्न खाले नागरिकहरू हुनुहुन्छ। पुस्तै हाम्रो 4 पुस्ता, अझै हाम्रो 4 पुस्ता त हामी बाँकी नै छौँ। तपाईँ हाम्रो पुस्ताले बुझ्ला, अगाडिकोलाई कसरी बुझाउने, पछाडिकोलाई कुन छाप छोड्ने, यसले पनि त फरक पार्ला नि त। यही कुराको आपत्ति होला। तर कलाकारितालाई, कुन टपिकलाई हामी कसरी लिँदैछौँ र कसरी प्रस्तुत गर्ने भन्ने कुरा चाहिँ पछिल्लो समय चाहिँ कलाकारहरूले पनि एकदमै ख्याल गर्नुपर्ने कुरा हो। यसै पनि हाम्रो समाजमा रहेका बालबच्चाहरूले नकारात्मक कुराहरूलाई चाहिँ छिट्टै टिप्ने र उहाँहरूलाई चाहिँ नकारात्मक प्रभावहरू छिट्टै पर्ने, सकारात्मक कुराहरूले भन्दा नकारात्मक कुराहरूले चाहिँ छिट्टै असर गर्ने समयमा हामी छौँ। र हामीले यस्तो प्रस्तुति दिइरहँदाखेरि हामीले समाजलाई कतातिर धकेल्दैछौँ, त्यो कुरा त हामीले याद गर्नु पर्ला नि भन्ने मेरो कुरो हो।